Hi guys, so welcome back to the Katie Family channel. I know it's been a while. Sorry for the mic. I don't know what to do about that. Every time I start vlogging, the mic comes in frame. Even if I put it on top, it'll be covering the top part too. So today I'm back after a long time. I've been busy with my studies. So today we're going up to New York from Pennsylvania. It's a 3-hour drive. It's a 3-hour drive, and today we're gonna be hiking up to a waterfall, and I think it's gonna be awesome to see. I'll show you some time lapse when we get there, but we are going with friends this time, and I'll show you on the way. So we're just getting ready here. I got my bags packed. Hi Keisha. Hi. Say hi vlog. Hi Bob. Say hi. Hi. So we are about to go pick up our older daughter. From there we're gonna hit the road and go up to New York. So I hope you enjoyed the video. Please stay tuned, and yeah, like, comment and subscribe. Let's go. There she is. She's coming right there. Hi. So हामी चाहिँ अब हिँड्न आँटेको हाम्रो प्रिय मित्र भाइ बुढीलाई मात्रै देखाउन न कोले हैन तिम्रो हाम्रो प्रिय मित्र सागर भुजेल छ यहाँ उनीर हाम्रो पिछाडी बुढीहरु छ यता चाहिँ सागर भुजेलको बुढी अनिता तामाङ हुनुहुन्छ यता मेरो बुढी दुर्मा गुरुङ किन नलाउनु गाडीको दुलो हामी चाहिँ फाइनली यो कुन ठाउँको गाउँ हो थाहा छैन तर म्याकडोनल्डमा आएको छौँ भोकले लतपत भएर बग न हाम्रो कान्छी माया चाहिँ भोक लागै सुती पठाएछ के छ बुढी भोक लाग्यो भोक लाग्यो भोकले सारै पर्यो भोक लागेको हो भोक लागेको हो ए हो दिदी साउन्ड त्यो I'm bringing so drink टिपिदिइहालौँ होइन हाम्रो चाहिँ यस्तो खालको ड्रिङ्क छ ग्रिन टी सो अब हामी भित्र जाँदैछौँ भित्र गएर गफ खाएर बाटो लाग्नेछौँ फेरि अब 1 घन्टाको तकरिबन 1 घन्टाको बाटो छ हाम्रो अर्डर आइपुग्यो भोक लाग्यो यो चाहिँ हाम्रो अर्डर आइयो अब हामी घिचेर बाटो लाग्नेछौँ सो म चाहिँ भर्खर खाएर निक्लेको उनीहरू चाहिँ अलरेडी गाडीमा पस्नुको लागि गइहाल्छ पसी पनि सकिसक्यो तपाईहरुले खाएको चाहिँ किन नदेखाएको भने हामी अलिकति रफ पाराले खान्छौँ कि सो खाएको देखायो भने हाँस्नुहुन्छ होला भनेर नदेखाएको सो अब हामी फेरि बाटो लाग्ने छौँ अब चाहिँ 1 घन्टाको बाटो चाहिँ सिधै जानेछौँ फार्मेसीमा रोक्ने अरे फार्मेसीमा उसलाई जाँच गरेर ल्याउनु पर्ला अलिक बढी खाएछ कि उसले अनि ल अब सिधै लोकेसनमा मात्रै म क्लिप स्टार्ट गर्छु भन्नु न बोजू पो भएन हेलो Hello. आइपुग्यौँ बल्लै Yes, finally. Oh my God. ठाउँ चाहिँ यस्तो रमाइलो छ गाडी अफ गर्न बिर्सेछु मैले सो खिचिदिइहालौँ होइन अनि वालेट पनि ल्याउनु बिर्सेछु कि के हो इधर यहाँ रहेछ वाटकिन्स ग्लेन स्टेट पार्क हो हामी चाहिँ यहाँ ट्रेल हाइकिङ गर्न आएको हो यहाँनिर चाहिँ देखाइरहेछ ग्रेजुअल फर्मेसन यो चाहिँ आइस फर्मेसन अरे
देख्नुहुन्छ composed by ice. So I think the water यहाँको वाटर फ्लो चाहिँ माथि ग्लेसियरदेखि आएको हो. उनीहरूले यहाँ देखाएको छ. हामीले यो वाटरफल पनि हेर्न पाउने थियौँ तर आज चाहिँ क्लोज रहेछ. क्लोज भएको कारणले चाहिँ आज हामी यो वाटरफल चाहिँ देख्छौँ कि देख्दैनौँ थाहा छैन. हामीले अघि आउँदाखेरि कल गरेको चाहिँ थियौँ तर कल गर्दा चाहिँ उनीहरूले वाटरफल चाहिँ आज क्लोज छ भन्यो. एक्ज्याक्टली थाहा छैन वाटरफल परदेखि देख्नु पाउँछ कि पाउँदैनौँ तर हामी कोसिस गर्नेछौँ हेर्नुको लागि. सो भिडियो अन्तिमसम्म हेरिदिनुहोस्. हामी चाहिँ हाइकिङ सुरु गर्दैछौँ. यो ठाउँ चाहिँ रोमान्टिक रिजोर्ट भन्दो रहेछ. 1906 मा बनिएको. 1863 मा कन्स्ट्रक्सन सुरु भएको जस्तो देख्छ ब्रिज. ऊ त्यहाँ होला त्यो ब्रिज चाहिँ. अनि यहाँ चाहिँ के छ हो त्यसको इन्फर्मेसन भन्छ. यसलाई पल्टाउन पनि मिल्दो रहेछ. सो हामी अगाडि जानेछौँ ब्रिजमा र हो त हेर्नेछौँ. तपाईँ देख्नुहुन्छ यो एरिया पुरै रकी माउन्टेन जस्तो छ. साह्रै रमाइलो. हामी चाहिँ हेरिसबर्ग पेन्सिल्भेनियामा लोकेटेड छौँ. अनि त्यो त्यहाँदेखि चाहिँ यहाँसम्म आउनुको लागि तकरिबन 3 घन्टा 50 मिनट लाग्दो रहेछ. र यहाँ देख्नुहुन्छ तपाईँले अर्को बोर्ड छ यहाँनिर सेनेका होमल्यान्ड्स. र यो नेटिभ अमेरिकनको स्ट्याच्यु छ यहाँ. र मैले तपाईँलाई अघि देखाएको ब्रिज ऊ माथि छ हो. त्यहाँ चढ्नु मिल्छ होला. यो बाटो माथि चढेर यो टेका माथि छ. त्यहाँ जानु मिल्छ. तल पानी छ. ऊ त्यहाँ झरना छ तर यो चाहिँ मेन झरना होइन. यो चाहिँ वान अफ द झरना हो. यो ठाउँमा चाहिँ यहाँनिर आइपुग्दा चाहिँ यस्तो मजाको हावा आउँदो रहेछ. सो रिफ्रेसिङ. यहाँ बस्दा चाहिँ एक किसिमको आनन्द आउँदो रहेछ हैन. I think we can go there. Yeah. No, we can't. The door is sealed off. किनकि हाम्रो हाइक चाहिँ नि यो टेका चढेर ऊ त्यहाँ दैलादेखि पसेर माथिदेखि सुरु हुन्छ कि. अनि हो त्यहाँदेखि चाहिँ माथि चढेर अझै जानु मिल्थ्यो ट्रेलमा. तर मैले चाहिँ अरू बाटो देखेको छुइनँ यहाँनिर माथि जाने. हाम्रो ट्रेल चाहिँ यति छिटो सकिन्छ भनेर थाहा थिएन. के गर्ने. सो हामी चाहिँ अघि उता थियौँ. अनि यो बाटो माथि जाँदो रहेछ ट्रेलमा. यहाँनिर यत्रो फोटो छ. म चाहिँ मेरो ब्याग गाडीमा छोडेर आएको. इट्स गोना बी अ भेरी लङ वाक. अहिले खलखल भइसक्यो पसिनाले. मेरो बुढी र नानी हिँड्दैछ त्यहाँ अगाडि. नानी गलिसक्यो. बाबु गलिसक्यो. नानी किन नगल्ला. भन्नुपर्दा यति धेरै टेका त मैले जिममा पनि टेकेको थिइनँ यार. त्यो टेकाको ट्रेडमिल हुन्छ नि हो त्यसमा चढ्थेँ. अर्को बाटो आउनु होला. तपाईँ मेरो अनुहारबाट देख्नुहुन्छ म कति गम्भीर हालतमा छु. मेरो हालत पातलो न पातलो हुँदैछ. पसिनाले वाटरफल त्यो तलको वाटरफल भन्दा ठुलो भइसक्यो. भ्यू राम्रो भए पनि ज्यान स्यासेर फ्याफ्या हुँदैछ. वी आर गोइङ टु पुश अन अरे. अब हामी पसिना पुछेर अगाडि जानेछौँ. Yes, yes.
What are you guys doing? Doing the leaf? What do you mean doing the leaf? अघि हामी उता तल थियौँ तपाईहरुले देख्न सक्नुहुन्छ हातले पनि देखाइदिन्छु त्यहाँ तल थियौँ अहिले हामी यहाँसम्म आइसक्यौँ डाँडै पक्डिसक्यौँ म एक्लै थियो भने त यहीँ चढेर म माथि पुग्थेँ नि म हैन के गर्नुपर्ने उयो झ्याली हामी चाहिँ अहिले सस्पेन्सन ब्रिजमा आइपुगेको छौँ त्यो चाहिँ कहाँ हो भने यहाँनिर छौँ हामी अनि अघि आएको बाटो चाहिँ यो मेन एन्ट्रेन्स यहाँ थियो पार्किङ यहाँ थियो अनि यहाँदेखि माथिदेखि हिँडेर यहाँसम्म आइपुगेको छौँ सस्पेन्सन ब्रिज भन्ने ठाउँमा सो हामी के गर्छौँ भने यहाँदेखि यहाँसम्म हिँड्छौँ होला अनि यहाँदेखि फर्किने बाटो यही बाटो फर्केर ब्याक आउँछु होला यहीँनिर I'm busy to take video. यो चाहिँ नेचर वाक जस्तै हो नेचर वाक गर्नु मन लागेको छ भने तपाईहरुलाई यहाँ आउन सक्नुहुन्छ म एड्रेस डिस्क्रिप्सनमा छोडिदिने छु पेन्सिल्भेनिया न्युयोर्कतिर कोही हुनुहुन्छ भने तपाईहरु घुम्न आउन सक्नुहुन्छ यहाँनिर सिधा जाने यता यता पनि छ माथि जाँदा पनि हुन्छ So funny. Wait, let me. मलाई हान्छ होला Oh no, I don't think it's gonna fall. It does. तिमी ऋतुको प्रकृतिलाई तोड्ने काम गर्छौ Let me try one more. चाहिँ हल्का कमेडी छ यो चाहिँ मान्छेहरुले मेमोरीको लागि बनाएर जानुहुन्छ यस्तो कुराहरु आई थिंक हामीले चाहिँ कसरी बनाउनु यहाँ पनि छ वरिपरि छ यहाँ चाहिँ एकवर नै राखेको रहेछ यस्तो मजाको ठाउँ छ यहाँनिर शीतल रहेछ के हो त यो बनाएको हे प्रभु के बनाएको त्यो ओइ जार बेबी जानु त ओइ गाइस गो हामी चाहिँ जंगलदेखि हिँडेर आइपुग्यौं यति बेला चाहिँ हाम्रो पार्कमा एन्ट्री भएको छ यो चाहिँ ठ्याक्कै हामी उतै जंगलदेखि हिँडेर आएको हामी अहिले जाने बाटो उ त्यहाँ तलतिर हो हामी चाहिँ यहाँनिर पार्कमा आएको थियौँ नानीहरूले कहाँदेखि देखेछ पार्क पसिहाल्यो हामी चाहिँ बिस्तारै हिँड्दै आएको सानोमा यो खेलेको कति याद थियो I used to play this when I was little like this तर अहिले चाहिँ नहट्ने रहेछ अट्ने हालतमा रहेन रहेछ ओ या पार्कमा आएको मान्छे निगुरे टिप्न थाल्यो युनिक यहाँ बुढीले तिम्रो बुढीले के खेल्दैछ भाइ यहाँ यसको बेनिफिट चाहिँ के अरे यो खायो भने हेल्दी हुन्छ वाउ खायो भने हेल्दी मतलब चाहिँ we are pure Asian क्या नानी मिस्ने आमालाई हल्लाइरहेको छ हामी चाहिँ हल्लाइरहेछ oh my god I love हामी चाहिँ यहाँ खेल्ने छौँ यहाँ ओइ झन्डै लडेको अवस्था भयो Where are you going little girl? Oh ठाउँ भेट्यो यहाँ बाबालाई बोलाऊ यो राम्रो छ नि यहाँको मान्छेहरु है मासु बोले ल त्यस्तो मजाले नगर्नु न ल नगर्नु त्यस्तो मजाले मलाई त लुङ्गे पिङको याद आयो नेपालको हामी चाहिँ माथिदेखि हिँडेर आयौँ भन्नु
हामी गलिसक्यौँ भन्नु प्लिज लाइक गर्नु सब्सक्राइब गर्नु अनि कमेन्ट गरिदिनुहोस् भन्नु प्लिज हुन्छ मेरो छोरीले भनिसक्यो प्लिज लाइक गरिदिनु लाइक सेयर एन्ड कमेन्ट गरिदिनुहोस् एन्ड सब्सक्राइब गरिदिनुहोस् हामी चाहिँ अब तल माथिदेखि फर्केर तलतिर जाँदैछौँ हाम्रो चाहिँ यो ट्रेलको यात्रा यहीँनिर समाप्त हुँदैछ तर भिडियो चाहिँ सकेको छैन हामी अझै डे लाइट छ अलिकति सो हामी सक्यौँ भने अर्को लेक ट्रेलतिर जानेछौँ हुन्छ सो हामी चाहिँ बल्ल बल्ल ब्याक आइसकेको छौँ सो अब हामी चाहिँ खानातर्फ लाग्नेछौँ खाएर अब बाटोले कहाँ लग्छ फेरि जानेछौँ हामी चाहिँ यहाँनिर लोकेसनमा आइपुगेको छौँ यो चाहिँ मुगल्स ताजमहल अरे अथेन्टिक इन्डियन कुजिन होला आइपुगेको छौँ हामी यो चाहिँ अलिकति ठेल्नुपर्छ यस्तै अरे यो रेन्टल कार हो कि हामी चाहिँ यहाँनिर खानु आएका छौँ होइन ताजमहल मैले किन्दाको अहिले 1-2 रुपियाँमा त्यस्तै लागिरहेको यो चाहिँ दैला हो पस्नुहुन्छ भने क्युट ताजमहल रहेछ यहाँ चाहिँ होइन ल लड्छ है क्युट या ताजमहल सो हाम्रो चाहिँ पानी परेर बिजोग भइरहेछ यहाँ पानी परेर बिजोग भयो त हामी सो हामी यहाँनिर अर्डर दिएर बाहिर हेर्न आएको के खाएको हामी चाहिँ खाएर तपाईँलाई भरे रेटिङ दिन्छौँ कति राम्रो नि हेर नभगाऊ भाग्यो केटी कमान हेर न भगाएको सो हामी चाहिँ भर्खर खाइसकेर निक्लिसकेको छौँ र अनेस्ट रिभ्यू दिनुपर्दा तपाईँहरूले ढाँट्न चाहन्न अनेस्ट रिभ्यू दिनुपर्दा मलाई चाहिँ इन्डियन फुड धेरै मनपर्छ कि मेरो चाहिँ फेभरेट इन्डियन फुड र आफ्नै नेपाली कुजिन हो तर यहाँ आएर चाहिँ मलाई त्यति धेरै वाउ लागेन रेटिङ दिनु पर्दा म 1.5 to 2 दिन्छु त्यति मिठो थिएन सम्झेको जतिको चाहिँ मिठो थिएन कि I hope the next time we come here they will improve the taste but मेरो लागि अहिले चाहिँ धेरै लो रेटिङ दिनुपर्ने भयो सो हामी अब यहाँदेखि हल्का घाम पनि डुब्दैछ यता सो हामी यो पालि चाहिँ सिनेक भ्यूतिर जान्छु त्यहाँनिर पुरै सिनहरू देखिन्छ तपाईँहरूलाई म एकछिनमा देखाउने छु हुन्छ हामी अब गाडीमा लाग्नेछौँ त्यतातिर हामीले भनेको लोकेसन चाहिँ यो हो सिनेक भ्यू यो बादलले गरेर अलिकति अँधारो भयो कि नभए त दामी देख्थ्यो होला सो यही देखाउन आएको थिएँ तपाईँहरूलाई यो भ्यू यस्तो दामी छ त्यही पनि यो डाँडा काँडामा इट्स इन अ हिल so and there's also swings over there if it was little bit sunny it would be looking good alik ramro dekhte but since it's really dark we're just gonna leave for the day so
सो हामी चाहिँ अलिकति माथि आएको छौँ अघिको लोकेसनदेखि नि यहाँ चाहिँ फुल भ्यू देख्दो रहेछ यो डाँडामाथि चाहिँ चढ्नु नपाउँदो रहेछ नभए त अलिक राम्रो देखिन्थ्यो होला बट आई थिङ्क यु गाइज क्यान सी क्लियरली भ्यू कति राम्रो छ यहाँनिर बट यो बादलहरू अलिक अँधारो भएको कारणले घाम पनि निभ्यो सो हामी अब घरतिर लाग्नेछौँ हाई अँधारो देखिरहेको सबैले हाई राख्नु है हाई हाई प्लिज सब्स्क्राइब एन्ड लाइक सो या आजको भिडियो म यतिमै राख्नेछु थ्याङ्क यू यदि तपाईँ अन्तिमसम्म बसिदिनु भएको छ भने र हामी अब घरतर्फ लाग्नेछौँ प्लिज डोन्ट फर्गेट टु लाइक सब्सक्राइब एन्ड लिभ अ कमेन्ट डाउन बिलो एन्ड सेयर दिस भिडियो विथ यर फ्रेन्ड्स एन्ड फ्यामिली अर्को पालि भेटौँला अहिलेको लागि बिदाई बाई 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 सबैजना बाई